हेलो गाइज वेलकम टु मेरो ब्लग। आज त मुका बुटाडा ब्लग सुरु गर्दैछु। क्या खतरा कि म काचु खानु पर्यो। भोलि चाहिँ आउँछ टिप्न भएको बनाउँछु होला। एक्जाम खत्तम, टेन्सन फ्री। 5 बजे उठ्न पर्दैन, ट्युसन जान पर्दैन। क्या मोज। म चाहिँ आज आएको सन्धि खर्कबाट। ओए औँसल खान जाम न हिँड्न। भ्लग पनि सुरु गरेको छु होइन गाइज। भोलि पिज्जा खान गएको राख्छु त्यही तल। गाइज आउनु औँसल प्याके आउनु कि जाम। दुईवटा बुट, एउटा घर हाम्रो माथि छ, एउटा घर तलतिर छ। यहाँ बाटो चाहिँ फरम खतरा छ। गाउँ भोलि गाउँ हो देवन गाउँ धनियाँ चाहिँ यस्तो राम्रो भयो। चाहिपार सम्पर्क गर्न सक्नुहुन्छ। सम्पर्क गर्ने हैन गाइस, जति घर हिँडेर खाना पुग्दैन काटेर। जस्ट जोक गाइस। यहाँ चाहिँ गाउँको बारिस भछ। त्यो चाहिँ घर हो। कता गयो उता चाहिँ थाहा छ। नाइके हातले गर्दै काटेछन् हो। बुट काटेछन्। काट्छन् पाउन बुट उट्याएको काट्छन्। जाम तलतिर सर। म त त्यो थार हो। हामी चाहिँ अहिले जाँदैछौँ। भाइ चाहिँ अर्को बाटो गयो। तर म गइनँ किनकि सिस्नो थियो। तर घुमेर गएछु। यहाँ चाहिँ बाटो चाहिँ डेन्जर छ, सब पाउन भेट्दैन। चिसा अब चल्यो। टोपी लाउन झेउला। टोपी लाउन मन लागेन त टोपी लाउन मन लाग्यो। यहाँ चाहिँ यस्तो बाटो हो। पहिला यहाँ म हिँड्दा डर हिँड्थेँ। के हो ए मेरो कपडा पुरा सेतम्पुर भयो। भोलि कहाँ जाने पिज्जा खान अन्त सल्लाह गरौँ। मङ्गला गएर फोन लिएर जान्थी हुन्छ र। ए तिजुरे त्यसले क्या जाउँ साह्रो के जुम गर्न मिल्दैन। मैले ब्याक साइडमा गरेको छु गाइज होइन, त्यही भएर हौसलो आउन त जाम गाइज। हामी चाहिँ माथि चिया पाएको रे घर हौसल खानु हिँड्ने हम। यहाँ चाहिँ कति बज्यो ए माथिको पानी धेरै भएर आएको पानीले त पानी कालो। कसको चप्पल आएर आयो कुन्ने मैले आफ्नो चप्पल त ले दो चप्पल त पुरा रक्स खारियो छ त्यस्तै भयो। बाटो चाहिँ बनमारे टाढा हुन सक्छ नि। यहाँ खुट्टाले फेरि अगाडि गयो पछाडि साह्रै नि खुट्टा। त्यो चाहिँ ठाडो देखेको छ। घर चाहिँ यता छ। यहाँ तलतिर अर्को घर छ, त्यहाँ तलतिर अर्को घर छ, त्यहाँ तलतिर अर्को घर छ। अनि म त्यहाँ घर। ल मेरो साथीहरूले हेरेको साथीहरूको छुट्टी चाहिँ कस्तो बितेछ भन्दै है। ए दिदी बैशाखको 25 गते खुल्यो बैशाखको। गाइस यसको 25 गते रिजल्ट आउने हो र हामी रिजल्ट हेर्न जामला। आज 22, 23, 24, 25 2 दिन छन्। त्यो 23 गते 25 गते नगर्ने भिडियो बनाउँछु।
माथि हेडसरलाई गएर झोला लुजाउने हो कि नै भनेर सोध्ने रिजल्ट हेर्दा नि किन लैजान पर्छ र तेरोको काम पनि छैन त्यसैले गाइज यहाँ चाहिँ टिप्न राइट पुग्दैन हाम्रो यार टिप्न राइट पुग्दैन यहाँ त छैन नि पैसा बढी ओइ समीक्षा एक ठाउँ गाँजा गयौँ नि हामी रिजगा दिँदै रातिकै एउटा तल सिंहलाकाटे तल छ यहाँ देखा छ तैँले भिडियो बना ला त्यस्तै यति सबै भिडियो बना पछाडि आएर बना यति सबै गाइज म चाहिँ यहाँ टिप्दैछु मेरो चप्पल चाहिँ यहाँ यो चाहिँ तपाईँ पाक्यो हो के फ्याउ रह्यो मेरो कराउनु मुन्टा किन कराउँछ गाइस तपाईँले यस्तो अँधेरोमा केलाई टिप्नु भयो भनेर सोध्नु होला तर अँधेरै हुन्छ हजुर ल एकैछिनमा गरेर चाहिँ बोलाएको अवस्था चिया खाना जस्तो छ अहिले यो गुलियो खाएपछि घर गएपछि चियामा चिनी नलाए जस्तो हुन्छ बिल्नु गाइस यो चाहिँ अलिअलि नदेखिने अवस्था खाएको धेरै काली बसिरहेको यो अँधेरा छुमा काली छ बालमा छ तेरी बुढी गोली भयो त त सोचौँला जस्तै हाम्रो मजाक चलिरहेको छ पिटापिट पनि चलिरहेको छ ए जस्तै यस्तै होइन पिटापिट चल्छ भनेपछि पिट्न परेन र गाई ऐँसहरू खान जाने भनेपछि ऐँसहरू खान जाने र तिन्जु खाने रे भनेपछि त पिटापिट हामी चाहिँ यता जाँदै त्यहाँ चाहिँ अँधेरो त्यहाँ छ मलाई खाँदै त्यो होइन पाक्यो म तलबाट आउँदा तैँले पनि हुन जाने बाल यहाँ आउन सक्छस् पाक्को जा छैन न धेरै त यहाँ त यार अनि त टिपेछन् क्या उता फेरि यसले चाहिँ एकथुरो उल्टो घामहरू त्यस्तो सुल्टो काम कहिल्यै गर्दिनँ कि ऐँसलीको पुरा किन्नले खालका देखो यो बजाम तपाईँले खानुहुन्छ तैँले थोरै खा मैले थोरै खान्छु घरलाई भोलि टिपेर हामीलाई भोलि एक जग टिपेर हामी ल यताको यताको अनि कता यताको निकाल खसालमा गाइस मेरो भागमा चाहिँ यति परेको छ तिम्रो भागमा जतिको नसिपमा त्यतिको हुन्छ यता जाम मिठो खुट्टा चाहिँ राखिसक्यो अर्को घर हिँड्दै खाऊँ खुट्टो कस्तो काँडो बिउ जस्तो लाग्यो भ्यू चाहिँ यस्तो बप्पा हामी नेपाली हाम्रो अँधेरो भइसकेको छ दुख गर्दै भाग दुख गर्दै यति आइसकेको छ हामी आज फाइनल गाइज हामी पार्टी खान आइसकेको छौँ सुस्मिता मिरा यशोदा इन्दिरा यशोदा चिया पाएको खुट्टो त्यहाँ चाहिँ मम्मी के गरिदिनुहुन्छ अरे हाम्रो खुट्टा त्यस्तोमा मैले तपाईँले के गर्दै हुनुहुन्छ त लसुन प्याज के भन्छन् पखाल्दैछु गोडे ल्याएर त्यहाँ हामी चिया पाकेन